जय नेपाल। आज म लिएर उपस्थित भएको छु कुन प्रदेशमा कतिवटा जिल्ला सङ्ख्या छन् जुन हामीलाई याद गर्न धेरै नै गाह्रो हुन्छ, तर यो भिडियोमा सजिलोसँग याद गर्न सक्छौँ। जुन हजुरहरू देखिराख्नु भएको छ, प्रदेश नम्बर मध्य प्रदेशमा 8वटा जिल्ला सङ्ख्या छन्, सुदूरपश्चिममा 9वटा छन्, कर्णाली प्रदेशमा 10वटा, गण्डकी प्रदेशमा 11वटा, लुम्बिनी प्रदेशमा 12वटा, बागमती प्रदेशमा 13वटा, कोशी प्रदेशमा 14वटा। तर यो जुन जिल्ला सङ्ख्या छन् यो सजिलै नै याद गर्न सकिन्छ, तर धेरै जसोलाई जुन प्रदेशको नाम छन् त्यो याद भइराखेको हुँदैनन्। तर हामी सूत्रको अनुसार याद गर्न सक्छौँ, सूत्रको माध्यमले याद गर्न सक्छौँ सजिलै नै। हामी यो मध्य प्रदेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, कोशी जुन प्रदेशहरू छन् यसलाई सजिलैसँग याद गर्नका लागि हामी सूत्रको माध्यमले याद गर्न सक्छौँ। जुन मासु काग लुभाको, यसरी मासु काग लुभाको सूत्रको माध्यमले याद गर्न सक्छौँ। तर जुन यो स्टेप छ प्रदेशको यो तलमाथि गरिएको छ, यसमा 1 नम्बरमा जुन प्रदेश छ त्यो कोशी प्रदेश हो, 2 नम्बरमा मध्य प्रदेश, 3 नम्बरमा बागमती प्रदेश, 4 नम्बरमा गण्डकी प्रदेश, 5 नम्बरमा लुम्बिनी प्रदेश, 6 नम्बरमा कर्णाली प्रदेश, 7 नम्बरमा सुदूरपश्चिम प्रदेश। जुन 1 नम्बरमा छ त्यो कोशी प्रदेश। कोशी प्रदेशमा धेरै जिल्ला सङ्ख्याहरू छन् जुन कि 14वटा छन्। अनि बागमती प्रदेशमा 13वटा, लुम्बिनी प्रदेशमा 12वटा, गण्डकी प्रदेशमा 11वटा, कर्णाली प्रदेशमा 10वटा, सुदूरपश्चिममा 9वटा, मध्य प्रदेशमा 8वटा। यसरी गर्दा हामी सजिलैसँग याद गर्न सक्छौँ। हजुरलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने सब्सक्राइब, लाइक, कमेन्ट गर्न नबिर्सनुहोला।